गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका सीमावर्ती नाकाहरूमा आकस्मिक अनुगमन गर्दै सीमाबाट हुने तस्करी नियन्त्रणमा कडाई गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शुक्रबार साँझ मध्य प्रदेश पुगेका गृहमन्त्री गुरुङको भ्रमण अत्यन्त गोप्य राखिएको थियो। उनी कहाँ बसे र कुन स्थानमा पुगे भन्ने बारे स्थानीय सुरक्षा निकाय समेत अनभिज्ञ रहेको स्रोतले जनाएको छ। शनिबार उनी सिमरा विमानस्थलबाट काठमाडौँ फर्किने जानकारी पाएपछि बारा र पर्साका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू विमानस्थल पुगेका थिए। सुरक्षा स्रोतको अनुसार गृहमन्त्रीले पर्साको जगन्नाथपुर गाउँपालिका अन्तर्गतको जानकी टोला ड्राइपोर्ट क्षेत्र तथा बाराको कलय उपमहानगरपालिका 10 स्थित मट्टी अरुवा सीमा नाकाको स्थलगत निरीक्षण गरेका थिए। अनुगमनका क्रममा मास्क र चस्मा लगाएर स्थानीयसँग प्रत्यक्ष संवाद गरेका गृहमन्त्रीलाई स्थानीयले सीमाबाट हुने तस्करी अझै नरोकिएको गुनासो गरेका थिए। एक स्थानीयले भने राति 100 साइकलमा सामान आउँछ, सबै छाडिदिन्छन्। त्यसपछि गृहमन्त्रीले स्थानीयसँग तस्करीको स्वरूप बारे जिज्ञासा राख्दै सोधे, थोरै आउँछ कि पालै पालो धेरै आउँछ? अहिले पनि भइरहेको छ? स्थानीयले तस्करी अहिले पनि निरन्तर भइरहेको दाबी गर्दै मन्त्रीलाई यहीँ बसेर सामुतिर हेर्नुहोस्, सबै देख्नुहुन्छ भन्ने आग्रह गरेका थिए। स्थानीयका अनुसार भन्सार छलेर साइकल मार्फत सामान भित्राउने गतिविधि नियमित रूपमा भइरहेको छ। त्यस क्रममा गृहमन्त्रीले आफ्ना सहयोगीलाई केही दूरीसम्म मोटरसाइकलमा पुगेर वास्तविक अवस्था अवलोकन गर्न समेत निर्देशन दिएका थिए। अनुगमनका क्रममा गृहमन्त्रीले सीमा क्षेत्रमा जडान भएका सीसीटीभीको निगरानी कसले गर्छ भन्ने विषयमा पनि स्थानीयसँग जानकारी लिएका थिए। स्थानीयले सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट बीओपीले सीसीटीभीको निगरानी गर्ने र सबै गतिविधि रेकर्ड हुने जानकारी गराएका थिए। सिमरा विमानस्थलबाट गृह प्रशासन र सुरक्षा अधिकारीसँगको भेटमा गृहमन्त्री गुरुङले सीमा नाकाबाट हुने सबै प्रकारका अवैध गतिविधि र तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए। गृहमन्त्री गुरुङ शनिबार साँझ सिमरा विमानस्थलबाट काठमाडौँ फर्किएका छन्।